स्वागत छ सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नै च्यानल लन्जोमा। मैले फेरि पनि कक्षा 7 को सामाजिक किताबको एकाइ 2 को पार्ट 2 हाम्रा सामाजिक संस्कारहरू भन्ने पाठको सबै अभ्यास लिएर उपस्थित भइसकेको छु। त्यसले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियो मन परे भिडियो लाइक गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोला, जसले गर्दा आगामी दिनहरूमा पनि हजुरहरूबाट यस्तै अभ्यासका भिडियो हजुरबाट मिस हुने छैन। क्रियाकलापमा जाउँ। पार्ट 2 को क्रियाकलाप। प्रश्न नम्बर 1, तपाईको समुदायमा रहेको कुनै एक जातिको जन्म र मृत्यु संस्कारसँग सम्बन्धित विशेषताहरू टिप्पण गरी कक्षामा सुनाउनुहोस् भनेको छ। मैले यहाँ टिप्पण गरेर प्रस्तुत गरेको छु। हजुरले यहाँ हेरेर लेख्न सक्नुहुन्छ। त्यस्तै गरी प्रश्न नम्बर 2, तपाईको समुदायमा कस्ता कस्ता व्यवहारिक संस्कारहरू देख्नु भएको छ, तिनका विशेषताहरू टिप्पण गर्नुहोस् र कक्षामा सामाजिक विषय पढाउने शिक्षकसँग अन्तर्क्रिया गर्नुहोस् भनेको छ। यो पनि आफैले गर्नुहोला, तर मैले यहाँ सानो बुदामा लेखिदिएको छु, आफैले गर्न सक्नुहुन्छ यसको पनि उत्तर। त्यस्तै गरी पार्ट 2 को अभ्यासमा जाउँ। पार्ट 2 को अभ्यासमा प्रश्न नम्बर 1 मा सोधेको छ, तलको प्रश्नको उत्तर दिनुहोस्। कमा सामाजिक संस्कार भनेको के हो भनेर सोधेको छ। सामाजिक संस्कार भनेको के हो, यसको उत्तर हजुरले हेर्न सक्नुहुन्छ। सामाजिक संस्कार भनेको के हो मैले यहाँ लेखिदिएको छु, हेरेर लेख्नु होला। प्रश्न नम्बर ख, मागी विवाह र प्रेम विवाहमा के फरक छ भनेर सोधेको छ। एउटा सामान्य प्रश्न भइहाल्यो, यसको पनि उत्तर हेरेर लेख्नु होला। मागी विवाह र प्रेम विवाहमा के फरक छ लेख्नु होला। प्रश्न नम्बर ग, मृत्यु संस्कार भनेको के हो सोधेको छ। मृत्यु संस्कार भनेको के हो मैले यहाँ लेखिदिएको छु, हजुरले हेरेर लेख्नु होला। मृत्यु संस्कार भनेको चाहिँ के हो। र प्रश्न नम्बर घ, तपाईको आफ्नो जातिको मृत्यु संस्कार उल्लेख गर्नुहोस् भनेको छ। म दलदत जातिको हुँ। आफ्नो जाति यहाँ लेख्नु होला। हजुर कुन जातिको हो, थारू, ब्राह्मण, क्षेत्री जुन जातिको त्यो लेख्नु होला। मेरो जातिमा अनि दलदत जस्ता मृत्यु संस्कार रहेका छन् भनेर आफैले मिलाएर लेख्नु होला। आफ्नो बाबामम्मीलाई सोधेर लेख्न सक्नुहुन्छ। त्यस्तै गरी प्रश्न नम्बर अङ्ग, नेपाली समाजमा सामाजिक संस्कारको विविधता हुनुका कारण पहिलाउनुहोस् भनेको छ। कारणहरू के हुन् उल्लेख गर्नुहोस् भनेको हो। पहिलाउनु भनेको यहाँ हेरेर लेख्नु होला। र आजको भिडियोमा यति नै। भिडियो मन परे भिडियो लाइक गर्नुहोला, च्यानल सब्स्क्राइब गर्नुहोला, जसले गर्दा आगामी दिनहरूमा पनि यस्तै होमवर्कको भिडियो हजुरबाट मिस हुने छैन। र भेट्नेछौँ अर्को भिडियोमा। त्यति बेरसम्मको लागि धन्यवाद। आफ्नो साथीहरूलाई भिडियो सेयर गर्नुहोला। थ्याङ्क यू।